साथीहरू आज म तपाईँहरूलाई एउटा क्वेसन सोध्दैछु है त कुरा सोध्दैछु। तपाईँहरू विदेशमा बसेको कति वर्ष भयो र विदेशमा बसेदेखिबाट तपाईँहरूले आजसम्म चाहिँ कतिचोटि किचनमा गएर खाना बनाएर खानुभयो? म चाहिँ आएको अहिलेसम्म 6 वर्ष भयो होइन। 6 वर्षमा म एकचोटि पनि किचन गएको छैन र खाना बनाएको पनि छैन। तर पनि मलाई खाना खाना भनेपछि एकदमै अल्छी लाग्छ। खानाहरूले बनाएर पठाएको खाना पार्सलमा आएको छ, तै पनि यो खाना भने एकदमै अल्छी लाग्छ है। म जस्तै कतिजना हुनुहुन्छ अल्छी, जो अरूले बनाएको खाना समेत खानालाई अल्छी मान्नुहुन्छ। कतिपय दाजुभाइहरू दिदीबहिनीहरू होला जो त्यो गर्मीमा विदेशको ठाउँमा किचनमा गएर पसिना निकाल्दै खाना बनाएर खानुहुन्छ है। यो खाना पनि मलाई कसैले बनाएर पठाएको हो, उसले पनि किचनमा गएर पसिना निकाल्दै बनाएको, मैले खान्छु भनेर। त्यही भएर अहिले चाहिँ म उठेर यो खाना अब प्लेटमा हालेर खाँदैछु। उसको लागि आफ्नो पेट भर्नको लागि है, धेरै अल्छी पनि गर्नु हुँदैन भनेर। अब यहाँ भात चाहिँ हालिसकेँ, यहाँ सब्जी छ र यहाँ दाल छ है। अब हालेर यहाँ रेडी भइसक्यो प्लेटमा। अब यहाँभित्र हाल्दैछु, हालेर चाहिँ गरम गरेर तताएर चाहिँ खानुपर्ने हुन्छ। क्यान्सिल है त 20 मिनटको आवाज जानु पर्यो, तर 2 मिनटमै काट्छ यो। यसरी गर्दैछ, भित्र घुम्दैछ है होइन। यसरी खाना चाहिँ अब लगभग रेडी भइसक्यो, तातेर होइन निकाल्दैछु है। यसरी होइन। घरको भनेको यहाँनिर अचार छ, नेपालकोदेखि लिएर यहाँ चाहिँ गाँपको अचार छ, नेपालदेखि लिएर आएको। छुट्टी बनाउनु यो है। खाना सब प्लेटमा हालेर रेडी गरिसकेँ। यहाँनिर पानीको बोतल पनि छ होइन। त्यसपछि अब चाहिँ साइडमा राखेर यसरी होइन यस्तो बनाएर यहाँनिर चट्ट लगाएर पानी अनि यता राखेर होइन फेरि चाहिँ खाएँ ल भनेर होइन। खाइसकेपछि अचार पनि छ। ल खाना चाहिँ सक्यो होइन। अब यसलाई प्लेटमा मजाले माजेर लिएर राखिन्छ। मैले त खाएँ है, तपाईँहरूले पनि यो भिडियो हेरिसक्दा जेलसम्म खानु भएको छैन भने खाना खानु होला पहिला, अनि खाना खाइसकेर मात्र मोबाइल हेर्नु होला है त।